हेलो हजुर नमस्कार। सम्पूर्ण माझ न्यानो अभिवादन। हामी दुई भाइको तर्फबाट एकमुष्ट तपाईँको दिन कस्तो जाँदैछ भन्दै गर्नुहोला। गर्मीको समय, गर्मीको यो अत्याचारलाई मध्यनजर गर्दै मेरो आफ्नो व्यक्तिगत कोठामा एयर कुलरलाई जडान गर्दै गर्ने भएका छौँ। हुन्डाई ब्रान्डको यो एयर कुलरलाई दराजको माध्यमबाट काठमाडौँबाट अर्डर गरिएको हो। घरको इन्हान्समेन्टको क्रममा हामी धेरै कुराहरूलाई अहिलेको समयमा अवलम्बन गरिरहेका छौँ। म सिइओ भाइस प्रेसिडेन्ट मिस्टर यशराज जियम र मेरो भाइ को फाउन्डर एन्ड सिएओ मिस्टर श्याम जियम हजुरहरू माझ परिचित हुन चाहन्छ। दाङ जिल्लाको पहिलो कम्बाइन्ड स्टुडियो एन्ड इन्स्टिच्युट अब भालुबाङमा सञ्चालनमा आएको छ र प्रत्येक पोलहरूमा तपाईँहरूले हाम्रो बारेमा ब्रिफली जान्न सक्नुहुनेछ। कम्प्युटरका हाम्रा विशेषताहरूमा चाहिँ मुख्यतया कम्प्युटरका विभिन्न कोर्सहरू जस्तै बेसिक कोर्स लेभल 1, बेसिक कोर्स लेभल 2, बेसिक कोर्स लेभल 3 र बेसिक कोर्स एक्सपर्ट लेभल गरी हामीले 4 महिना एक एक महिनाको अन्तरालमा पढाउने छौँ र हाम्रा ग्राफिक कोर्स सम्बन्धीमा चाहिँ ग्राफिक कोर्स लेभल 1 र ग्राफिक लेभल 2 जुन 1.5 महिना र 2 महिनाको हुनेछ। यसरी सबै कोर्सहरू 7.5 महिनाको हुनेछ र हामीसित सीमित सिट रहेको हुँदाखेरि हामीले एक वर्षमा 10 विद्यार्थीलाई चाहिँ 10 लकी विद्यार्थीहरूलाई मात्र पढाउने भएका छौँ। 10 विद्यार्थीहरू जो आफू इच्छुक हुनुहुन्छ, जसले चाहिँ कम्प्युटर सम्बन्धी विशेष जानकारी लिन चाहनुहुन्छ, तिनी भाइ बहिनीहरूलाई चाहिँ तिनीहरूको भविष्यलाई मध्यनजर गर्दै यी कम्प्युटरका विभिन्न कोर्सहरू सञ्चालनमा ल्याएका छौँ र हामी कहाँ चाहिँ प्रिन्टिङ तथा स्टुडियो सेवाहरू पनि रहेका छन्, जहाँ हामीले चाहिँ प्रिमियम फोटो फ्रेमदेखि लिएर पासपोर्ट साइज फोटोदेखि लिएर एल्बम फोटोदेखि लिएर फोटो डिजाइन क्वालिटी पेपरदेखि लिएर स्टिकर्सहरूसम्मका कामहरू हामीले गर्ने गर्दछौँ। प्रिन्टिङ सेवाहरूमा राष्ट्रिय परिचय पत्र, पुलिस रिपोर्ट, ब्युरो सिबी, व्यक्तिगत पान कार्ड, कम्प्लेट, विज्ञापन पेपर, भिजिटिङ बिजनेस कार्ड, पासपोर्ट, अनलाइन फर्म, फोटोकपी लेमिनेसन समेत हामीले गर्ने भएका छौँ। र त्यसै गरी हाम्रो अर्को विशेषता भन्नुहुन्छ भनेपछि हामी कहाँ अहिलेका सानसाना बालबालिकाहरूलाई चाहिँ मध्यनजर गरी स्टेसनरीका सम्पूर्ण भन्दा पनि खुद्रा आइटमहरू, खुद्रा सामानहरूलाई चाहिँ हामीले चाहिँ उपलब्ध गराउने सर्स तपाईँहरूमा जानकारी गराउँदछौँ र हामी कहाँ चाहिँ प्रिमियम क्वालिटीका फोटो फ्रेमहरूदेखि लिएर प्लाटिनम क्वालिटीका गिफ्टका सामानहरू पनि उपलब्ध रहेका छन् र तपाईँहरू चाहिँ हाम्रो यो जुन ठेगाना रहेको छ, हाम्रो जुन लोकेसन रहेको छ, इलाका प्रहरी कार्यालय भालुगाङको अगाडितर्फ अपोजिटतर्फ चाहिँ तपाईँहरूले चाहिँ हामीलाई भेट्न सक्नुहुनेछ र हाम्रो ओपनिङ आवर्स चाहिँ मर्निङ 6 AM टु इभिनिङ 8 PM रहेको छ। यो समयमा तपाईँ जुन पनि समयको बेलामा चाहिँ आउन सक्नुहुनेछ। शनिबारको दिन चाहिँ हामीले चाहिँ विशेषतः दिउँसोको 10 बजीदेखि 12 बजी 12, 1, 2, 3 बजीसम्म चाहिँ हाम्रो दोकान बन्द रहनेछ, किनभने चाहिँ हामी चाहिँ विभिन्न पोस्ट एडभर्टाइजमेन्टका कुराहरू भयो र विभिन्न अन्तका अरू कार्यहरूमा चाहिँ लाग्नु भएकोले त्यो बेलामा चाहिँ दोकान नखुला हुने छैन भन्ने पनि सरसर जानकारी गराउँदैछु र बाँकी यथावत समयमा नै यो दोकान चाहिँ ओपनिङमा हुनेछ भन्ने कुराहरू चाहिँ तपाईँलाई यसै भिडियो मार्फत हामीले जानकारी गराउँदछौँ। अहिले चाहिँ यो इनबक्सिङ गरिसकेपछि हामीले चाहिँ यो जुन एयर कुलर छ यसमा विभिन्न आइटमहरूलाई चाहिँ जडान गर्दैछौँ र यो एयर कुलर जडान गरे सँगसँगै अब हामीले चाहिँ स्टेबलाइजरहरूको देखि लिएर इन्भर्टरहरूदेखि लिएर क्यामेराका इन्हान्समेन्टहरूदेखि लिएर सबै कुराहरू तपाईँलाई चाहिँ भिडियो मार्फत चाहिँ प्रस्तुत गर्नेछौँ र हामीले चाहिँ तपाईँहरूको लागि चाहिँ विभिन्न सेवाहरूलाई चाहिँ यस इलाका प्रहरी कार्यालय भालुगाङको अगाडितर्फ चाहिँ ल्याएका हौँ र विभिन्न सेवाहरूलाई चाहिँ लिन चाहनुहुन्छ भने चाहिँ तपाईँहरू हामी कहाँ चाहिँ सम्पर्कमा आउन सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर चाहिँ सिइओ र भाइस प्रेसिडेन्ट मिस्टर यशराज जियमको कन्ट्याक्ट नम्बर 9709258858 रहेको छ भने को फाउन्डर एन्ड सिइओ मिस्टर श्याम जियमको कन्ट्याक्ट नम्बर 9864411421 रहेको छ
यो दुवै नम्बरमा चाहिँ तपाईँले हामीलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो जिम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट जेन्सीको बारेमा चाहिँ बुझ्नको लागि चाहिँ तपाईँहरूले चाहिँ हाम्रो ओफिसियल युट्युब च्यानल अथवा टिकटक, फेसबुक र इन्स्टाग्राम सोसल मिडिया ह्यान्डलहरूमा पनि गएर चाहिँ हेर्न सक्नुहुनेछ। र यो दाङ जिल्लाको पहिलो दुवै कार्यक्षेत्र इन्स्टिट्युट तथा इन्स्टिच्युट भएको कारणले गर्दा पनि अब हाम्रो 25औं स्वर्णीय वर्ष अपार सफलता पश्चात हाम्रो पूजनीय स्वर्गीय श्री टङ्कबहादुर जिएमज्यूको पश्चात तथा भिजनलाई चाहिँ पहिल्याउँदै दाङ भालुवाङमा पहिलो पटक चाहिँ हामीले चाहिँ यो कार्यलाई चाहिँ सञ्चालनमा ल्याएका छौँ र अवश्य पनि तपाईँहरूको साथ सपोर्ट र माया चाहिँ हामीले भविष्यमा पाउने नै छौँ र हामीले एक्नोलेज गर्नुहुनेछ भन्ने कुराहरू पनि हामीले यही भिडियो मार्फत चाहिँ सहर्ष जानकारी गराउँदछौँ। र अब हाम्रा भविष्यमा आउने फ्युचर अपडेटहरू पनि तपाईँहरूलाई चाहिँ हामीले यसै यिनी भिडियोहरू मार्फत पनि दिने गर्नेछौँ। अब अहिले चाहिँ यो एयर कुलरका विभिन्न बटनहरू छन्, यिनी बटनहरूलाई चाहिँ हामीले कसरी चाहिँ युज गर्ने भन्ने कुराहरू अहिले हामीले छलफल गरिरहेका छौँ हामी दुई भाइहरूले। यो चाहिँ कसरी अब हामीले चाहिँ अब यसले कसरी सञ्चालनमा ल्याउने भन्ने कुराहरू छ, यिनी कुराहरू यथावतै छन्। यिनी कुराहरू हामीले चाहिँ भित्री रूपमा चाहिँ बुझ्नुपर्ने हुन्छ र जान्नुपर्ने हुन्छ। र जेमा हाम्रो भर्खरै एउटा एपिसोडलाई चाहिँ हामीले पब्लिस गरेका छौँ, जेम अनप्लग्ड एपिसोड 1 भनेर। हेर्नु भएको छ कि छैन एकचोटि हेर्नु होला, चेकआउट गरिदिनु होला, त्यो भिडियो पनि राम्रो छ। र मैले चाहिँ लगभग 7-8 वर्ष पहिला चाहिँ त्यो लेखेको एउटा मुक्तक हो, जुन मुक्तक आज मैले साफर गर्न पाएको छु सोसियल मिडिया ह्यान्डलहरूमा। र यस्तै विभिन्न मनोवाददेखि लिएर मुक्तकहरू, कविताहरूलाई चाहिँ लिएर चाहिँ मैले जेम अनप्लग्डमा चाहिँ प्रस्तुत गर्ने गर्दछु। र यो हप्ता चाहिँ मैले जिम अनप्लगको एपिसोड बनाउन पाइनँ, केही त्रुटिहरूका कारण, मेकानिजमहरूका कारण, केही व्यस्तताको कारण। अब अर्को हप्ता चाहिँ मैले चाहिँ अवश्य पनि जिम अनप्लग एपिसोड 2 चाहिँ तपाईँमाझ चाहिँ लिएर आउनेछु। र हामी बिच चाहिँ अब दुई भाइ बिच चाहिँ सल्लाह भइरहेको छ कि अब कसरी चाहिँ हामीले चाहिँ यो जुन जेन्सी छ जिम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट, त्यसलाई चाहिँ कसरी हामीले प्रतिस्थापन गर्ने। अब 22औं शताब्दीको लागि पहिलो भयो जेन्सी रेभोल्युसन, होइन। रेभोल्युसन मिन्स चेन्ज, रेभोल्युसनले चाहिँ एउटा चेन्ज ल्याउँछ। त्यही चेन्ज हेयर वी आर जेन्सी। त्यसै भएर जिम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट सिइओ अफ जेन्सीलाई चाहिँ तपाईँहरूले चाहिँ मध्यनजर गर्नुपर्ने हुन्छ। करिब चाहिँ हामीले चाहिँ मैले चाहिँ 7 वर्षको मेहनत जुन मैले चाहिँ गरेँ कतारमा चाहिँ, अब त्यो मेहनत बुझिसकेपछि त्यो मेहनत अब यहाँ पनि गरौँ भन्ने मेरो एउटा मनसाय थियो। र त्यसै कारण पनि मैले चाहिँ आफ्नो बुवालाई चाहिँ राखी, मेरो बुवाको नामबाट सुरु भएको यो दोकानलाई चाहिँ सञ्चालन गरी हाम्रो पूजनीय श्री टङ्कबहादुर जिएमज्यू, उहाँको जुन इच्छा पनि थियो, होइन, उहाँको इच्छालाई चाहिँ परिपूर्ति गर्दै चाहिँ तपाईँहरूमा चाहिँ हाम्रो यो जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट जेन्सीलाई चाहिँ तपाईँमाझ ल्याएका छौँ। अवश्य पनि तपाईँहरूको साथ सपोर्ट, माया र न्यानो अभिवादन चाहिँ पाउनेछु भन्ने आशा गर्दछु। हवस् त, नमस्कार। म चाहिँ सिइओ और भाइस प्रेसिडेन्ट मिस्टर यासराज जिएम हजुरहरूमाझ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। हेभ अ ग्रेट डे। बाई।